It's 5:41 in the morning. Good morning, everyone. 6 bajeko siren. So at last we are witnessing a glimpse of Kanchenjunga. Rishika, sutyo? हामीलाई सुत्नु दिनु, especially these boys. भर्खर टोपा खाने आइपुगेको छ। सर म यहाँ भन्दैछु तपाईँ कराउँदैछ। It's 5:41 in the morning and this is day 2 of our excursion. Ratbhari they haven't slept. अन्त कालेको थियो तिमी अनि त्यही काले मैले पिसिला भनेर सोधेको थिएँ त अन्त छ बजेको साइरन लाग्यो। They are cleaning up their tent. So we have done also. They have done also. We did it already in 3 AM. Okay. Sabanda we made. Wake up. We made. Okay, let me go over there. Let me go to my tent. Have you uploaded? Huh? Download garna gari upload garyo पहिला? Have you went to toilet first? बेलुकै toilet गर्यो। Yes, तर अहिले हैन हजुर मलाई आछ नि for a short walk towards the tower. Kanchenjunga पिछाडी छ but Kanchenjunga देखेको छैन, but over there we can see sunrise त भइसकेको छ, the late rise of sun. रातभरि सुतेन यिनीहरू, हामीलाई पनि सुत्न दिएन। कति जना पाद्दै बस्यो। कन्सर्ट हिजो त त्यो कुकुरहरू थियो। This is the watchtower. जुन चाहिँ we were trying to come yesterday but it was too late. Fafari. Oh, Fafari. So we come first, but we see nothing. We saw nothing. We saw. Kangkong kayos. Kangkong. Come. Kangkong kayos. Come na kayo. Good morning. Good morning, sir. Good morning, sir. Only good morning, not very good morning. Not a good morning. मेरो टी-शर्ट भित्र चिप्स खोसेछ। हिजो त चिप्सको समुद्रमा सुते है तिमीहरू। Your dream came true. सुत्दै खान्दै पात्दै सुत्दै खान्दै पात्दै। राति कोले कोल्ड ड्रिंक कोले खोल्दै थियो? राति 3 बजेतिर कोल्ड ड्रिंक कोले खोल्दै थियो? मुक्साङ एनोन के भयो? के भयो? दाँत दुख्यो? के सोच्दै आउँदैछ? Look at those Kayush and Nikhil. Kayush, come. बढी सुत्नु यिनीहरू। 3 बज्यो, उज्यालो भइहाल्छ भनेर उठाइराखेको आफ्नो साथीहरूलाई। ऋषिका सुत्यो? हामीलाई सुत्नु दिनु, especially these boys.
सुतेन पनि पाच्दै हक्दै सर यो दुईटा अलग हो जो सुतेन म र बिहान टोइलेटै थिएन म्याम एकजना हाम्रो दोयमले स्पाइडरम्यान देख्यो वेयर इज दोयम So at last we witnessed the sun. Doggish bhai with us. Hello Doggish. One photo. Single photo. Gari aunu agadi chito. Those who are coming. We can see the truss system over here. Shops are closed. But still here there sabai samanharu rakhera they have went. Only in Timi. So at last we saw a small glimpse of Kanchenjunga with that smoke coming out from the factory. Isn't it nice? बिहान कम्ती देख्दै थियो नाउ कस्तो दामी देखेको Lu start the head count. Start. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25. Up. Now let's go for breakfast. See, they are putting up the lights again. आजु दामी हुन्छ हैन त आजु दामी हुन्छ नि पानीले गर्दा सबै लाइटहरु बिग्रिरहेको थियो सो न्यू लाइट्स आर हामी बीइङ सेट अप अलिकति वेस्टमा आयो नि So we hope breakfast ma oily foods haru nahoस् simple सादा होस् किन मासु नहोस् भन्दैछ यहाँ स्यान्डविचले ग्यास गर्छ ठिकैको कुराहरु होस् फ्रुट्सहरु होस् जुसहरु होस् फ्रुट जुस फ्रुट सलाड्स लेट्स सी जे पनि हुन्छ खानु पर्यो because our Starbucks are empty and बाटोमा we'll have our lunch. They eat so many chips in the morning. Belka had coffee also. Belka unale motorbike kudaउँदै थियो inside the tent. That was limbu. You can sit to do also. Everyone has occupied their seat. म बाहिरको भ्यू हेर्दै भनिहाल्यो हैन सबै कुरो के प्रोसेसिङ हुन्छ ब्ल्याक टीको लागि अब ग्रीन टीको लागि चाहिँ प्रोसेसिङ भनेन हामीले है ग्रीन टी एन्ड ब्ल्याक टी दुईटै मतलब संसारमा जति पनि चिया बनिन्छ त्यो सिंगल लिफबाट बनिन्छ एउटै पत्ता हुन्छ पत्ता चेन्ज हुँदैन बुझ्नुभयो सेम लिफ र प्रोसेसिङ डिफरेन्ट हुन्छ प्रोसेस चाहिँ डिफरेन्ट हुन्छ ल अनि अब जस्तो ब्ल्याक टी त हामीले अहिले भने वेदरिङ रोलिङ अक्सिडेसन ड्राइङ एन्ड सर्टिङ गरेर बनियो भनेपछि ग्रीन टी बनाउनको लागि त्यही पत्ता युज गर्छ तर त्यसमा चाहिँ वेदरिङ एन्ड अक्सिडेसन हुँदैन त्यसमा ल वेदरिङ पनि गर्दैन अक्सिडेसन पनि गर्दैन त्यो जुन चाहिँ ग्रीन लिफ छ त्यो हरिपत्ती छ त्यसलाई डाइरेक्टली लिएर हामीले एउटा मेसिनमा हाल्छ ल नसुकाएर डाइरेक्टली मेसिनमा हाल्छ हालेपछि हामीले के गर्छ वेदरिङको बदला हामीले स्टिमिङ गर्छ स्टिमिङ मिन्स जो पानी उमाल्दाखेरि जो हिट दिएर उमाल्दाखेरि 100 डिग्री सेन्टिग्रेडको उबालमा चाहिँ के हुन्छ स्टिम आउँछ न बाफ हैन त्यो बाफ चाहिँ त्यहाँ हाल्नु पर्यो स्टिम त्यसलाई चाहिँ स्टिमिङ भन्छ फर्स्ट स्टेप के हुन्छ स्टिमिङ स्टिम गर्यो स्टिम गर्दाखेरि चाहिँ के हुन्छ त्यो अलिकति पकाउँदाखेरि चाहिँ के हुन्छ तपाईको त्यसको कलर चाहिँ ग्रीन हुन्छ नि ग्रीनिश कलर हुन्छ त्यसले ग्रीन टी भनिदियो सुकायो भने ब्ल्याक हुन्छ त्यसले ब्ल्याक टी भनियो के त डिफरेन्ट हो अब चिया चाहिँ पिउनु चाहिँ हेल्थको लागि राम्रो हो कि नराम्रो बुझ्नुभयो त्यो एउटा चाहिँ
हुन्छ नि दुईटै चिजको हुन्छ नि राम्रो हुन्छ नराम्रो हुन्छ नि तपाईँहरूले पढ्नु भएको होइन एउटा चिजमा एउटा राम्रो हुन्छ एउटा नराम्रो मिसिएको हुन्छ त्यस्तै प्रकारले चियामा गुड क्वालिटी पनि छ अब तपाईँलाई हेल्थ बेनिफिट पनि हुन्छ अर्को हेल्थलाई ड्यामेज पनि गराउँछ त्यो चाहिँ अब डोजेस हुनुपर्छ जस्तो अब चियामा चाहिँ हाम्रोमा क्याफिन हुन्छ ल अब जस्तो हाम्रो स्टुडेन्टलाई म हर स्टुडेन्टलाई यही भनिरहन्छु हामी चाहिँ के गल्ती गर्छौँ भन्दाखेरि तर हुनु त त्यो त्यति उयो त इफेक्ट त हुँदैन म पनि भनिहाल्छु के गल्ती गर्छौँ भन्दा एक्जामिनेसन रेडी गर्नुको लागि हामीले रातभरि पढ्नुको लागि चाहिँ कफी लिएर बस्छ नि ब्ल्याक टी लिएर बस्छ नि त्यो किन भन्दा निद नआओस् भनेर त्यो चाहिँ ब्याड हेबिट हो त्यस्तो गर्नु हुँदैन किन भन्दाखेरि त्यो चियामा चाहिँ कफीमा पनि हुन्छ बेसी हो चियामा भन्दा बेसी कफी हुन्छ क्याफिन भनेर मैले सुनेको छु अनि त्यो क्याफिनले चाहिँ के गर्छ हाम्रो ब्रेनलाई ह्यामरेज गराउँछ बुझ्नुभयो त्यसले गर्दाखेरि ओभरडोज कहिले पनि लिँदैन जसले पनि भात पनि गुलियो बेसिकन तितो हुन्छ भन्छ त्यो सेम त हो होइन त्यसले गर्दाखेरि हामीले कति चाहिँ चिया लिने दिनमा भन्दा पर डे हामीले एकजनाले लिनुपर्छ 3 कपदेखि लिएर म्याक्सिमम लिनै चाहियो भने 4 कप त्यहाँदेखि ऊ नजानुहोस् तपाईँ कम्ती तर यो खालको नलानुहोस् कम्ती त्यति लियो भने चाहिँ तपाईँहरूलाई कुनै हेल्थमा कुनै डिफेक्ट हुँदैन भनेर भनिन्छ अनि अब क्याफिन चाहिँ केमा हुन्छ लिफमा पत्तामा हुन्छ त्यो चाहिँ नेचुरली हुन्छ बुझ्नुभयो त्यो हामीले एड गरेको हुँदैन कोहीले एड पनि गर्छ त्यसले गर्दाखेरि क्याफिनले चाहिँ त्यो गराउँछ बुझ्नुभयो जस्तो हामीले सबै बसेर हामीले चिया पियौँ भने सबैमा यो बिमारी हुन्छ भन्ने पनि हुँदैन कसैमा इफेक्ट स्टार्ट हुन्छ जस्तो यो चाहिँ अब स्लो पोइजन हो हामीले चाहिँ यसलाई चाहिँ रेगुलरली होइन त्यही टाइममा त्यही समयमा रेगुलरली हामीले चाहिँ 3 मन्थ्स या त 4 मन्थ्ससम्म लियो भने इफेक्ट उहाँबाट स्टार्ट हुन्छ 1 कप खाएर हुँदैन त्यस्तो हुन्छ त्यसले गर्दाखेरि हामीले क्याफिनको बजायले गर्दाखेरि हामीले चिया बेसी खानु हुँदैन अब के गर्छ भन्दा ब्रेन अब एउटा इन्सोमनिया भन्ने एउटा बिमार हुन्छ तपाईँको निद नआउने त्यो बिमारले तपाईँलाई इफेक्ट गर्न सुरु गर्छ ज्यादा खाने बुझ्नुभयो डोजेस लियो भने 3-4 महिना चाहिँ बेसी लियो भने चाहिँ तपाईँको इन्सोमनिया भन्ने एउटा बिमार हुन्छ निद नआउने त्यो बिमारले तपाईँलाई इफेक्ट गर्छ बुझ्नुभयो हेल्थ बेनिफिट पनि हुन्छ अब हेल्थ बेनिफिट के हुन्छ भन्दाखेरि जस्तो हार्ट डिजिजवाला जो छ त्यसले ब्ल्याक टी लिनु एकदम इभन क्यान्सर पनि तपाईँले स्टप गरिदिन्छ ब्ल्याक टी तर दबाईको रूपमा खानु पऱ्यो त्यो ओभरडोज गर्नु भएन बुझ्नु त्यस्तो गरेर यसलाई चाहिँ के भन्छ ओभरडोज गरेर हाम्रो चाहिँ के भन्छ भने एउटा एडिक्ट भएर जान्छ भनेर अब ग्रिन टीको बारेमा भन्छु होइन ब्ल्याक टीको त मैले हेल्थ बेनिफिट भनिनँ है अब के भने है हार्ट डिजिजमा जो हाम्रो आर्टिस्टमा जो कोलेस्ट्रोल जाम हुन्छ नि त्यो कोलेस्ट्रोललाई चाहिँ हामीले पोल्ने काम पनि गर्छ त्यो ब्ल्याक टीले दबाईको रूपमा खानु भनेर भन्छ क्यान्सर पनि स्टप गरेर बढ्नु दिँदैन त्यस्तो पनि भनिरहेको छ अर्को कुरो ग्रिन टी मोस्टली ग्रिन टी केटीहरूले पिउँछ हेर्नुहोस् है लेडीहरू छ सबै म म्यामहरूलाई भनिरहेको छु अब किन चाहिँ ग्रिन टी म्याम पनि हुनुहुँदो रहेछ किन चाहिँ ग्रिन टी हामीले पिउँछ भन्दाखेरि त्यो ग्रिन टीको हेल्थ बेनिफिट के छ भन्दाखेरि चाहिँ तपाईँको नेचुरली ब्युटी त हुन्छ हाम्रो लेडीहरू त प्रायः जस्तो होइन तर के हुन्छ होइन प्रायः त हुन्छ नि नेचुरली ब्युटी हुन्छ तर आजै लेडीले के गर्छ त्यो ब्युटीनेसलाई अझै ब्युटी बनाउनलाई चाहिँ के गर्छ तपाईँले ग्रिन टी पिउँछ त्यसले चाहिँ के गर्छ ग्रिन टीले भन्दा चाहिँ स्किन ग्लो गर्छ बुझ्नुभयो त्यो पनि तर त्यही त कुरा त मैले अघि भनिहालेँ जस्तो फेरि 1 ग्लास गरेर ऐनामा गएर चाहिँ हेर्नु त भयो 3 महिनासम्म रेगुलरली गर्नु त्यहाँ पनि इफेक्ट आइहाल्छ नि तपाईँको होइन त्यो हो अन्त अर्को कुरो चाहिँ तपाईँको छ हाई ब्लड प्रेसर जसकोमा छ नि त्यसले कहिले पनि लो ब्लड प्रेसरले चाहिँ कहिले पनि ग्रिन टी नपिउनुहोस् अझै लो गर्छ किन भन्दा त्यसमा बेटराइज हुन्छ हो त यसमा भनेपछि हाई ब्लड प्रेसरको लागि राम्रो एकदम राम्रो हामी यहाँ डिस्पेन्सरी चाहिँ हाम्रो डिस्पेन्सरीमा हामी पनि त्यही गर्छ चेकअप मतलब बेसी टाउको दुख्ने हामी चेकअप गरेर आएर अलिक ब्लड प्रेसर बढ्यो भने तल आएर बनाएर खाइहाल्छ So now everyone is boarding the bus. La. We are again back in the bus, going back to the school. School janda we'll visit one mandir. Oh, I'll show you Kanchenjunga. Kanchana mandir. बहुत
voice changes. He changed his voice. अर्कै थियो केटीको voice आयो त और से देखिए इस भोले वाले चेहरे को. के भयो voice change कसै गरिस् तैले Last spot in Timiti. Hey. The tour to Mandir is cancelled. Now we will go directly to school. In between, if we have any spot, we'll stop there and we'll click photos. You can see at our back. Bye bye Timmy. Bye bye Chiabari. हिजो सम्म यहाँ बाँस लगाउँदै थियो आज डल्लै बनाइसकेछ. How fast they are. Hey. Ready? What is that? Now let's not play. Bye, let's not play. Let's not play. So we reached Timi Bazaar. Everyone is silent in Timi Bazaar. Time is 12 PM and we are heading back to our school. That is Saramsar. The time is 1-2 and we have reached Singtam Bazaar and few more kilometers left to reach school. Exhausted. भर्खर टोपा खाने आइपुगेको छ अन्त यहाँ चाहिँ एकछिन वासरुमहरु गएको छ हैन अरु साढे 1 हुनुभन्दा अगाडि आएको हामी यहाँ अन्त हामी यहाँ बसिरहेको छ अरुहरु चाहिँ वासरुममा गयो बाइ The time is 1:56 and we reached Jalipul. Exhausted. Not exhausted. Yes. Not exhausted? No. Exhausted. Bye bye. Yeah. What you had? Bye bye. At last we reached school. Bus रोकेको छैन अहिले नै अत्तालिरहेको रहेछ. The time is कति बज्यो? The time is 2:01 and the trip is over. Good night, sweet dreams. Check. Bye. How was the trip yesterday? Very nice. Excellent. Rishika, enjoyed? You slept or you didn't slept? You slept and made us awake. And you? You lost your smartwatch. What about you, Doyam? You lost your part. You lost your part. You break? You break what? You bring it smart again. What about you, Sujanya? You, Sujanya? You're so excited to speak in the camera. It was nice. What about yours? What? Yes, it was. It was only nice, not fantastic, not blastic. It was just nice, simple. Not that much. What? Very nice. Very nice. Priyanka, CWH.
Yeah. Yes. What? Yes. You want to drink water? Yes, sir. How is what? How was the trip? Nice. Ma'am को trip कस्तो भयो? Ma'am को trip कस्तो भयो? Spider-Man. Oh, he saw Spider-Man. You also saw the Spider-Man, not Batman. You were out for hunting. What hunting? Ghost hunting. You want to be a ghostbuster? You saw 2 ghosts. One is Spider-Man, one is Do you believe on that? Yes. Do you believe on that? Okay. Khali kukur. So that from that we don't know someone see like this. See like this on boo. That was me. Oh. Even farted, you're going Okay. This is Kunchi Tariko today, 4th of November, and today I am ending the vlog because yesterday we all were very tired. I was very tired. I washed the clothes, done my stuffs, and it's the end. And the ending vlog is today in the morning. So I hope everyone will watch the video. I hope you all will watch the video. So do like and subscribe the channel.